सर्वप्रथम त नमस्कार सबैजनामा म रेम मगर युट्युब च्यानलबाट जितपुर सिमरा शान्तिनगर 2बाट उहाँ हाम्रो फुपू हुनुहुन्छ पार्वती पौडेल र क्यामेराम्यान अभि भाइ हुनुहुन्छ। खासमा यो भिडियो बनाउनको कारण चाहिँ उहाँ दाजुको आर्थिक स्थिति कमजोर भएको हुनाले फेरि अब मुटु र दुईटै किडनीमा पनि असर परेको रहेछ प्रेसरले गर्दाखेरि उहाँलाई हप्तामा 3 पल्ट डायलिसिस गर्न जानुपर्ने रहेछ र त्यही डायलिसिस गर्न जानलाई पनि चाहिँ उहाँहरुसँग आर्थिक कमजोर भएर पैसा नभएको कारण हामीले सिमरा बाँसबारी समाज विकास 12 का सबै मेम्बर मिले आफ्नै गाउँमा केही चन्दा रकम सहयोगको लागि भनेर उठाएका थियौं र हाम्रै सिमरा बाँसबारी समाज विकास 12 ले पनि 5000 दाइलाई सहयोग गरेको छ र सबै गरेर गाउँमा 30440 उठाएका छौं भने हाम्रो क्लबले 5000 दाइलाई सहयोग गरेको छ। त्यो सबै टोटल गरेर 35440 रुपैयाँ भएको छ र अब गाउँमा पैसा उठाइसकेपछि हैन के गर्यो भन्ने हुन्छ। त्यसकारणले गर्दा हामीले चाहिँ अब दाइलाई नै भेटेर उहाँको सानो एउटा भिडियो बनाएर अनि उहाँ दाइलाई आफ्नै हातमा चाहिँ पैसा त्यसरी नै दिउँ भन्ने प्लान गरेको हुँदाखेरि अनि हामीले हाम्रो पार्वती पौडेल फुपूको हातबाट चाहिँ उहाँ दाइलाई हस्तान्तरण गरेका छौं। त्यसैले यो सबै हाम्रो गाउँमा सबैजनालाई अब जानकारी पनि हुन्छ हैन देख्नुहुन्छ। त्यसकारणले गर्दा यो भिडियो बनाएका हौं र हजुरहरु पनि चाहनुहुन्छ भने दाइलाई सहयोग गर्न सक्नुहुनेछ हैन र अन्त्यमा हाम्रो सम्पूर्ण सिमरावासीहरुलाई धन्यवाद दिन चाहन्छु उहाँ दाइलाई सहयोग गरिदिनु भएकोमा। उहाँलाई सहयोग गर्न चाहनुहुनेले गरिदिनु होला जति सक्छ त्यति आफ्नो हैन आफुले धन भयो नि मन नभए त के गर्न सक्थ्यो र अब धन नहुनेले नि मन भयो भने दिन चाहनुले दिए हुन्छ नि हैन दिन सक्नुहुन्छ उहाँहरुले। यो तारहरु निकाल्नु